वेलकम फेरि पनि वेलकम एन्ड नमस्ते सबैजनालाई। म विमल नेपाने। हाम्रो च्यानललाई लाइक शेयर सब्सक्राइब कमेन्ट गरेर अगाडि बढ्न सक्नुहुन्छ। मैले चाहिँ धेरै जसो कुखुराको बारेमा कुखुराको जानकारीमूलक भिडियोहरू चल्ला उत्पादनदेखि लिएर सम्पूर्ण भिडियोहरू हाल्ने गर्छु युट्युब च्यानलमा। आज चाहिँ म बिहानै भिडियो बनाउँदैछु। दाना साना हालेर सट्ट लाएर पानी खाइरहेछन् कुखुराले, दाना खाइरहेछन्। अब यो कुखुराहरू मस्तले तोडाइराखन अन्डा दिनलाई हाम्रो रेडी छ। हेर्नुहोस् है, पछि नै हाम्रो 1 किलो 800 सम्मको वेट आउँछ। भाले 2.5 किलोसम्मको वेट आउने खालको लोकल कुखुरा मैले पाल्दै आएको छु विगत 7-8 वर्षदेखि र तपाईँहरूलाई चल्ला दिँदै आएको छु। चल्ला पाल्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीले तपाईँहरूलाई चल्लादेखि लिएर ठुलो मासुको लागि भालेदेखि लिएर सम्पूर्ण उयोहरू दिन्छौँ। भालेहरू चाहिन्छ मासु पसलेलाई होलसेल रेटमै पनि हामीले उपलब्ध गराउँछौँ है त। अनि यो देख्न सक्नुहुन्छ ठ्याक्कै हाम्रो यो अब अन्डा पार्नलाई रेडी भएको पछिहरू हो। यसबाट चाहिँ हाम्रो यो सबै भ्याक्सिनेसन कम्प्लिट लगभग 40-50 हजार भ्याक्सिनेसन नै खर्च भएको छ। ठोर काट्नेदेखि लिएर सबै गरेको छ है। यसलाई यो ठोर काटेको भएर चाहिँ हाम्रो कुखुराहरू चाहिँ धेरै ठोर काट्यो भने चाहिँ एकदमै राम्रो हुन्छ भन्छ। किनभने चाहिँ पछि गएर अन्डा फुटाउने समस्या देखिन सक्छ। अन्डा फुटाउने समस्या नदेखोस् कुखुराले आफैले भनेर हामीले चाहिँ ठोर काटेको हो। ल हेर्न सक्नुहुन्छ यो फार्म। यसमा चाहिँ मेरो ठ्याक्कै लगभग 800 चाहन्छौँ 900 पथी छ। 900 पथीबाट हाम्रो लगभग 3-4 हजार 4-5 हजार चल्ला 4 हजार जति चल्ला निस्किन्छ। 3500 4000 जति हप्ताको एक हप्तामा। यदि तपाईँहरू पनि लोकल कुखुरा पाल्ने सोच गर्नुभएको छ र एकदमै हाई क्वालिटीको लोकल चल्ला पाल्ने सोच गर्नुभएको छ, हामी जस्तै सबै भ्याक्सिन कम्प्लिट ए ग्रेडको चल्ला हाल्ने सोच्नु भएको छ भने तपाईँहरूलाई हामीले ए ग्रेडको चल्ला दिन्छौँ है। हामीसँग रु 40 रुपियाँदेखि लिएर रु 90 रुपियाँसम्मको यो लोकल चल्ला पाइन्छ है। तपाईँहरूलाई 40 रुपियाँमा कति भाले चाहिन्छ, कति पथी चाहिन्छ, पथी बढी हुन्छ 40 रुपियाँकोमा भने तपाईँले अर्को 65 रुपियाँको चल्ला पाउनुहुन्छ। 65 रुपियाँकोमा लगभग 60% 65%सम्म भाले आउँछ भने हाम्रो 90 रुपियाँमा लगभग 80देखि 90% भाले आउँछ। यदि तपाईँहरूलाई चाहिन्छ भने हाम्रो भाइको नम्बरमा सम्पर्क गरेर अर्डर गर्न सक्नुहुन्छ भन्दै आजको लागि हाम्रो युट्युब च्यानलबाट म बिदा लिन चाहन्छु। लाइक शेयर सब्सक्राइब कमेन्ट गरेर सम्पूर्णले साथ र माया दिनु होला भन्ने अपेक्षा राखेको छु। र साथै हामीसँग गिरिराज, हाँस, कडकनाथ, बट्टाई, कालिज जस्ता विभिन्न जातका चल्लाहरू पनि हामीले उत्पादन गर्छौँ। तपाईँहरूलाई चाहिन्छ भने हामीले सिजन अनुसार रेट चाहिँ फरक हुन्छ। कोही साथीहरूले भन्नुहुन्छ यो त तपाईँले कालिज 180मा हाल्नुभएको थियो त सर, 180मा आउँदैन भन्नुहुन्छ। त्यो बेला चल्लाको रेट बढेर 250 पुगे हुन्छ होइन। टर्की 300मा हाल्नु भएको थियो त भन्नुहुन्छ। टर्कीको रेट 350 पुगे हुन्छ। त्यो चाहिँ सिजन अनुसार रेट चाहिँ फरक पर्न सक्छ। त्यसको लागि तपाईँहरूले बुझ्नुपर्ने हुन्छ है त भन्दै ल आजको लागि चाहिँ म बिदा भएँ। सबैलाई धन्यवाद।